सर दक्षिणकाली जाने बाटो कतापट्टि हो? तलबाट है? यही बाटो चाहिँ हेटबाट जाने रहेछ। अब सबै छ सर। यहाँबाट छिर्ने वहाँ गएर पार्किङ गर्ने यहीँनिर टिकट काटेर आउँथ्यो। उकालामा खासै ओभरटेक गर्नु कोसिस नगरौँ दाजुहरू। साथीहरू तपाईँलाई फेरि पनि वेलकम है हाम्रो भ्लगमा। र हामी दक्षिणकालीको बाटोमा अझै नै जाँदैछौँ। एकछिन हामीले आराम गऱ्यौँ। बाटो खाली छ होइन, अहिले गाडीहरू खासै हिँडिरहेको छैन। खाली बाटो छ। खाली बाटोमा चाहिँ कुदाउन पनि सजिलो भइरहेको छ होइन, सजिलोसँगले आइरहेछौँ हामी। केही त्यस्तो दुःख गर्नु परिरहेको छैन। यतिको बाटो भयो भने त गाडी कुदाउनु पनि सजिलो। ल फेरि बिस्तारै ल, उकालामा खासै ओभरटेक गर्नु कोसिस नगरौँ दाजुहरू। हो यहाँ चेकिङ भइरहेको छ। जाँदा हुन्छ कि के हो? सबै छ सर। बीच बाटोमा रोक्यो इलेन सर। धन्यवाद सर। हामी यहाँ एकैछिन नियमको पालना गर्नुपर्छ होइन, डकुमेन्ट देखाउनुपर्छ नि। हामीले डकुमेन्ट देखाइसकेका छौँ र डकुमेन्ट देखाएर चाहिँ हामीले हिँडिसकेको छौँ। यहाँ चाहिँ कस्तो दामी बस्ती छ क्या। यता अगाडि साइड तपाईँहरूले हेर्न सक्नुहुन्छ। यता गुम्बाहरू, मोनेस्ट्रीहरू होइन, गौतम बुद्धको मूर्तिहरू यतातिर अगाडि चाहिँ कस्तो दामी छ क्या। गाउँ छुट्टै देख्छ क्या। हल्का हामी तल र उता हाइटमा भएर होला राम्रो देख्छ है। हामी चाहिँ डकुमेन्टहरू चाहिँ प्रपर बोकेर हिँड्नेछौँ। त्यही भएर हामीलाई कुनै टेन्सन छैन होइन। एकदम स्पिड लिमिट पनि कन्ट्रोलमा। छ, त्यही भएर हामीलाई डराउनु पर्ने कुनै पनि समस्या छैन। चेकिङहरू चाहिँ जहाँ पनि हुनसक्ने चाहिँ। त्यही भएर तपाईँहरूले अब यहाँबाट त कटिहाल्यो नि, चेकिङ छैन होला। बाल्य फरेर भनेर चाहिँ हिँड्नु मिल्ने अवस्था चाहिँ छैन है। डोल्लुमा यहाँहरूलाई स्वागत गर्दछौँ अरे है। यता गौतम बुद्धको मन्दिर भएको चाहिँ जान चाहिँ पार्किङ चाहिँ यहाँबाट चाहिँ अब 2 किलोमिटर छ। बिना हेलमेट हिँडिराख्नु भएको छ। अहिले मामाका फेला पर्नुभयो भने अनि थाहा हुन्छ। उहाँ बसिराख्नु भएको छ हाम्रो पुलिस सरहरू। केही छैन। हामी चाहिँ अब एकदम प्रपर हिसाबले एकदम सेफली हिँडिरहेछौँ। त्यही भएर हामीलाई केही टेन्सन छैन क्या। डकुमेन्ट पनि पुरा लिएर हिँड्ने हो। ट्याक्सीहरूले खुब पैसा कमाउँदो रहेछ है यहाँनिर आउने ट्याक्सीहरूले चाहिँ। फ्यामिली नै लिएर हिँडिने चिल भयो। दिनमा 1500 2000 यसो भइहाल्यो भने पनि अनि फेरि अरू त छँदैछ। किन टेन्सन गर्नु पऱ्यो होइन। त्यस्तो हो कुरो। अब हामी दक्षिणकाली आइपुग्न धेरै छैन, नजिकै छ। पार्किङ यही हो त होइन? यहाँ त कहाँ पार्किङ हो न। दक्षिणकाली
यहाँ चाहिँ के रहेछ यो पनि केही न केही त छ है बाटो चाहिँ एकदम मजाको छ है यहाँ चाहिँ हामी ग्राउन्ड छ यहाँ फुटबल खेल्ने ल सानो भाइहरू फुटबल प्र्याक्टिस गरिरहेको छ होइन भविष्यमा एनएसएल नेपालको लागि केही गर्छन् भन्ने लागिरहेको छ मलाई अब हामी सोध्नु पर्यो सर दक्षिणकाली जाने बाटो कतापट्टि हो तलबाट है हस् धन्यवाद दक्षिणकाली जानलाई चाहिँ तल है यताबाट सोध्नु त पऱ्यो नि अहिले फेरि उल्टो गयो भने यही बाटो हेटौँडा पुग्छ क्या ड्याडी यहाँबाट चाहिँ बाटो कस्तो छ भने यो बाटो पनि हेटौँडा पुग्छ भने के को जाम हो फेरि यस्तो छ बाटो दक्षिणकाली लगभग अलमोस्ट आइसक्यो हामी पर छैन दक्षिणकाली प्रवेशद्वार पनि धेरै टाढो छैन यहीँ नजिकै हो स्लो मोसनमा कुदाएको फेरि यो गाडीहरू आज भिडै छ कि अब दक्षिणकाली आउनु शनिबारको दिन भएर जस्तो छ मलाई हल्का भिड छ जस्तो लाग्न थालिरहेको छ है हल्का फिलिङ्स त्यस्तै आइरहेको छ अब भाइब्स भनौँ न फेरि यहाँ यस्तो छ ओभरटेक गर्ने काम नगरौँ यो ताइना टुकेको ठाउँमा यो मान्छेहरू चाहिँ छ है यतातिर नि सबै कुरा छ बनाउनेदेखि लिएर जोगाउनेदेखि लिएर सबै कुरा छ क्या यतातिर गाडीहरू पनि लाए गर्ने चाहिँ यस्तो गाडी नआउँदैन हिँड्दैन भन्ने टाइपको चाहिँ रहेछ गाडीहरू पनि हिँड्ने गर्ने रहेछ फार्मेसीहरू पनि रहेछ यतातिर खुवा उद्योग पनि रहेछ है त आउँदैन त टाढै छ कि म त यी त्यहाँ ओह्रालो झर्ने बित्तिकै आइपुग्छ जस्तो लागिरहेको थियो अलिक परे रहेछ ए अब आयो जस्तो लाग्यो यहाँनिर टिकट काटेर हुन्छ कि अब यहाँबाट छिर्ने वहाँ गएर पार्किङ गर्ने यहाँनिर टिकट काटेर हुन्थ्यो अहिले चाहिँ रहेन रहेछ टिकट काट्ने आउने चाहिँ उहाँ पर चाहिँ जस्तो छ उहाँ अगाडि चाहिँ मैले त्यहीँ चाहिँ पार्किङको लागि चाहिँ टिकट काट्ने चाहिँ त्यता छ जस्तो लाग्यो है मलाई चाहिँ इन्ट्री गर्नुपर्छ कि क्या हो त्यहाँनिर अब यही बाटो चाहिँ हेटौँडा जाने रहेछ अब हेटौँडा जाने बाटो चाहिँ कताबाट छुटिन्छ है मैले ठ्याक्कै उता तल पुगेपछि हेटौँडा जाने बाटो छुटिन्छ जस्तो लागिरहेको छ मलाई
भर्खर नयाँ नयाँ रहेछ त्यही भएर यता तलतिर गयो भने चाहिँ हेटौडा जाने बाटो भयो होइन हामी यता दक्षिण कालीभित्र छिर्ने चाहिँ सिधै हेटौडा जान्छ त्यताबाट जान्छ मन्दिर जाने यता यो यता दक्षिण कालीको बाटो नै राम्रै छ अरे भने चाहिँ सुनेको थिएँ मैले हेटौडा जानलाई अब बर्खाको बेला हिँड्नु पऱ्यो भने त त्यतिको बाटो त हिँड्नु पर्ने होला नि यता बिपी आयो यता हिँड्ने सम्भव अब उता त त्यता त खोला आयो भने त बिपी त गाह्रै पर्छ त्यही भएर बनाउनु त खोजिरहेछ माथि नै ढिकढिकमा उकाल्नु खोजिरहेछ बाटो चाहिँ अब सकाउँला नि माथि ल्यायो न त खोलातिर हिँड्नु पऱ्यो भने त कामै भएन गाडीहरू पार्किङ आज भिडै रहेछ गाडी लाइन लायो होला शनिबार त्यही माथि लामै लाइन लागेको छ त्यस्तै लाग्यो मलाई त आज खाली त यत्रो मान्छेहरू यति धेरै आछन् आज